भगवानलाई ती एकादशीले हात जोड्दै भनिन्, प्रभु मलाई किन प्रकट गराउनु भयो? ती देवीले भन्दैछन्, अब ती एकादशीले के भन्छन्, प्रभु मलाई हजुरले प्रकट किन गराउनु भएको? यसको कारण के हो? यसको उद्देश्य के हो? मलाई प्रकट गराउनुको कारण, प्रकट गराउनुको कारण के हो भन्दा भगवानले भन्नुभयो, सुन, तिमी प्रत्येक महिनामा 30वटा दिन हुन्छन्, 30वटा महिना, 30वटा दिनका एक महिना हुन्छन्। हाम्रो हिन्दू पञ्चाङ्गमा 15वटा तिथि हुन्छन् हैन? प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औँसी, फेरि प्रतिपदाबाट गन्दै जाने हो भने फेरि पूर्णिमा आउँछ अन्तिममा। त 30वटा दिनका एउटा महिना हुन्छ। एउटा महिनामा 2टा पक्ष हुन्छन्। 2टा पक्षमा एकादशीका दिन, प्रत्येक महिनाका शुक्ल पक्ष र कृष्ण पक्षको एकादशीका दिन तिम्रो निवास हुनेछ भनेर भगवानले आशीर्वाद दिनुभयो। त्यो एकादशी तिथिका दिन तिमी बस्ने गर्नु। अनि सुन, जो भक्तहरूले, जो वैष्णवहरूले, जो प्रेमीजनहरूले